मानन्दरको ब्लगमा यहाँलाई हार्दिक स्वागत छ। नमस्ते। प्रचण्ड बाबु राई गाडी चलाइरहेको, स्वरूप राजाचार्य अगाडि बसिरहेको स्वास्थ्यवर्धक यात्रा भनौँ। हाम्रो भान्जा पवन विकास हामी यात्रा साह्रै रमाइलो। हेलो, हामी चाहिँ आज सैलुङ दोलखा सैलुङ जाँदैछौँ। हामी अहिले कति बजे? 7:30 बजे कलङ्कीबाट हामी यहाँबाट निस्क्यौँ। हाम्रो यात्रा सैलुङको। नमस्ते। अहिले यो प्रवीण मानन्दरको ब्लगमा यहाँलाई हार्दिक स्वागत छ। प्रचण्ड बाबु राई गाडी चलाइरहेको, स्वरूप राजाचार्य अगाडि बसिरहेको हाम्रो भान्जा पवन विकास र क्यामेरामा प्रवीण मानन्दर आफै। अहिले हामी यो हाइकिङको लागि तिहारको सकेल लगत्तै सैलुङ दोलखा जिल्लातिर हामी लागिरहेछौँ र अब अहिले हामी 5 खाल पुग्न लागेको अवस्था हो। भर्खरै हामीले ब्रेकफास्ट, नेपाली टिपिकल ब्रेकफास्ट खाएर अगाडि बढिरहेका छौँ। एउटा रमाइलो यात्रा, स्वास्थ्यवर्धक यात्रा भनौँ। हिँड्नुपर्छ हामी त्यहाँ माथि, हामी हाइकिङमा जाँदैछौँ। अब यो भ्लगमा यहाँलाई अपडेट गराउँदै लानेछौँ। अहिलेलाई ब्याक टु भाइरल प्रवीण। मिसिया त त्यो इन्द्रावती होला त नि। इन्द्रावती हो। मेला मिसिसकेको थियो यसमा। छैन, भर्खर आएर अहिले भर्खर मिसिया। ल तिर्सुली खोलाको माछा भन्ने मधेसी माछा तिर्सुली खोलामा पोडी खेले माछा हो नि त। त्यो पनि पानी चाहिँ छर्कै हुन्छ तिर्सुली खोला। खोला भन्ने नि होइन नि हो। मेलम्ची खोला जे पनि जहाँबाट माछा लिएर आए पनि ऊ चाहिँ गरे हुन्छ नि त। पानी त छर्कै हुन्छ नि यहाँको। अनि लोकल पानी छर्केपछि लोकल माछा त्यहीँबाट सुरु भयो होइन ऊ। यताबाट सैलुङ, यताबाट तातो के अरे दोलखा। खाना कस्तो छ? खाना राम्रै होला। 1 घन्टाको पर्खेपछि हेलो सुकुटी। अब हाम्रो अफरोडको यात्रा सुरु। बुढेबाट खाना खाएर अबको यात्रा सैलुङतर्फ 18 किलोमिटर उयो कच्ची रोड। यो यात्रा चाहिँ हाम्रो लागि सबैजनाको लागि पहिलोचोटि हो। यो बाटो कोही पनि हिँडेको छैन। गएको छ खतरा छ बाटो। प्रचण्ड बाबु राईले खतरा कुदाइरहेछ। प्रचण्ड बाबु राईले खतरा कुदाइरहेछ बाटो। अब यो बाटो त अहिले हामी धेरै के हो न्यु टार्न छ त बाबु। अनि
यो बाटो त अब अहिले केही पनि होइन खास यो त एकदमै राम्रो बाटो कस्तोबाट आइसक्यौँ पुग्दैछौँ सैलुङ हामी धेरै हाइटमा पुगिसकेका छौँ लगभग हामी मुडेबाट हिँडेको 1 घन्टा 1.5 घन्टा हुन लाग्यो होला हामी हिँडेको छौँ बस्या बुढे के को पाङ्रा होला त यस्तो गाडी त्यो उसमा के थियो हिलो बेलामा जबरजस्ती हाल्ने गाडी त्यो 4 व्हिल छैन सोजुली गाडी हाल्यो होला त्यसपछि बाटै सफा गरेर 4 व्हिल यत्रो खाल्टो छ नि बा ओहो यो त डेन्जरै छ नि गोब्रेला हेलो आज हामीसँग चाहिँ फिजिरा छैन नि सङ्गीतकार स्वरूपराज आचार्य हुनुहुन्छ एकदमै यात्रा साह्रै रमाइलो भइरहेछ रमाइलो छ फुल अफ रोड फुल निकै कष्टदायी यात्रापछि राम्रो बाटो आइपुग्यो एउटा अर्को बाटो देखेको थियो त्यो बाटो आयो त बर्बादै हुने रहेछ हिँड्नु पर्थ्यो झन्डै बाटोभरि भेलुबाजी बन्नु पर्यो त्यसलाई सम्झेर त्यो बाटो यहाँ आउने थियो होला भेलुबाजे उही मिस्यु अहिले बाटो यहाँ आउने भेलुबाजी अक्की मिस्यु हेलो के छ त चिसो कतिको छ हामी कहाँ आइपुग्यौँ के हो कसो हो हामी अहिले कालापानी भन्ने ठाउँमा चाहिँ हाम्रो सुत्ने रुम के छ तेरो सुताइ के भयो खास कुरो के हो सुत्न पनि नदिनु त कस्तो भयो ट्रेक ट्रेक त एकदमै बवाल छ नि अब सैलुङ दोलखा जिल्लाको सैलुङमा 3200 लगभग 3200 को हाइटमा चाहिँ हामी छौँ अहिले होइन आज फेरि हामीसँग चाहिँ हाम्रो प्यारो दाजु आदरणीय दाजु सङ्गीतकार गायक स्वरूपराज आचार्यजी दाइ पनि हुनुहुन्छ झन् त्यहाँमाथि चाहिँ रमाइलो भयो दाइ सुताइ बसाइ कस्तो छ रमाइलो छ अहिले हामी होटलभित्र रुममा आइसकेका छौँ यो चिसो ठाउँमा पनि एउटा व्यवस्थित होटल रहेछ त्यसको लागि एकदम खुसीको कुरा हो र बाहिर चाहिँ एकदम माइनसमा छ जस्तो लाग्छ मलाई टेम्परेचर
हामी सबैजना अब खानासाना खाएर अलिकति हामीले यहाँका स्थानीय लोकल खानाहरूलाई यहीँ उब्जिएको सागसब्जी यहीँ पालिएका कुखुराहरू अथवा भनौँ न चामल सबै हामीले एकदम लोकल डिनरलाई लिएर हामी सबैजना अब सुत्ने तर्खरमा छौँ। भोलि बिहान 4 बजे उठ्नु छ किनभने 6:30 सम्ममा चाहिँ हामी माथि पुगेर सनराइज हेरिसक्नुपर्ने अवस्था हाम्रो छ। बाहिर चाहिँ माइनसको छ, हामी भित्र सबै ज्याकेट लाएर सबैजना बसिरहेछौँ। सुत्ने तर्खर छ जस्तो एउटा रोमाञ्चकारी अत्यन्त अविस्मरणीय टुर भइरहेछ। अब अझ मेन चाहिँ अहिले त हामी यहाँ गाडीमा आएर बसेका छौँ। अब हिँड्नुपर्ने बिहानको बेला छ, हिँड्नुपर्नेको त्यो जुन रोमाञ्चकता छ त्यसलाई हामीले भरपुर रूपमा त्यसको मजा उठाउँछौँ। त्यही हो। अब सबैलाई अहिलेलाई गुड नाइट भोलि हामी भेट्ने बाचाका साथ सनराइज यहाँहरूलाई देखाउनेछौँ। प्रवेश भएको छ हाम्रो कोठा सिरान बोकेर त्यो दुश्मन पनि हुनसक्छ हाम्रो। ए होइन हाम्रै केटा हुनेछ। ओके गुड नाइट। ल यात्राको शुभारम्भ आदरणीय दाजुबाट ल यात्राको शुभारम्भ। यहाँबाट 1.5 घन्टा हिँडाइमा छौँ हामी। भर्खर 4 बजी जाने भनेको, तर 4 बजे चाहिँ बिहानै उठेर नजानु, जङ्गली जनावरको डर हुन्छ भन्ने कारणले गर्दा हामी 7 बजी अब हिँड्दैछौँ। यात्रा ठाडो उकालो यताबाट गाडी मान्छे सैलुङको डाँडो त्यहाँ माथि छ आइपुग्नु चिया कफी चाहिँ रामेछापबाट आउने बाटो माथि छ थुम्का। हेलो दाई, ढुङ्गा राख्नुभयो? बाघढुङ्गा भन्दो रहेछ यसलाई। यो हाम्रो तामाङ जातिको पनि आस्थाको केन्द्र र हाम्रो बुद्धिज्ममा पनि यसको ठुलो मान्यता रहेछ। ढुङ्गाको चाङ लायो भने होम मान्ने प्रेमी होम भन्दै हामी यहाँ ढुङ्गाको चाङ सबै साथीहरू बनाइरहेको छौँ। अब यो चाहिँ हाम्रो सबभन्दा महाभारत पर्वतको रेन्जको सबभन्दा हाइटको गुम्बा र ठाउँ नै यही हो। लगभग 3100 भन्दा
माथि 3150 मिटरभन्दा माथि हाइटमा हामी आइरहेछौँ। यहाँ यस्तो थुङ्गाहरू 100वटा रहेछन्। त्यही भएर यसलाई सैलुङ भन्दो रहेछ। यसलाई गङ्गटो ढुङ्गा, त्यो बाघ ढुङ्गा भन्दो रहेछ। बाघ ढुङ्गा, बाघ आकार भएर र यो बाटो जुन यहाँले देखिरहनु भएको छ यो चाहिँ रामेछाप मन्थली हुँदै आउने बाटो हो। यहाँसम्म चाहिँ गाडी आयो भने हाफ एन आवर मात्रै हिँड्न पर्ने रहेछ। तर हामी चाहिँ लगभग 1.5 घन्टा 2 घन्टा जति हिँडेर हामी यता कालापानी दोलखा जिल्ला हुँदै हामी आयौँ। अब हामी जाँदाखेरि चाहिँ हाम्रो बाटो हामी दोलखा क्रस गरेर रामेछाप हुँदै नेपालचोक हुँदै हामी काठमाडौँको यात्रा गर्नेछौँ। वेदरले एकदमै साथ दिएको छ, आकाश खुलेको छ, हिमालहरू खुलेका छन्। यहाँहरूलाई यो ब्लग मार्फत जानकारी गराउनु पाउँदा पनि खुसी लागेको छ। हामी अहिले 5 जना छौँ। 5 जनामा पवन भान्जा, विकास खिचिरहने एकपटक पुनः भन्न चाहन्छु हाम्रो प्रवीण मानन्द, प्रिय भाइ गायक प्रचण्ड बाबु राई र म स्वरूप राज आचार्य। अब हामी टप अफ द पिक यो जाँदैछौँ। यो चाहिँ अब अझ दाइले एउटा कुरा छुट्याउनु भयो। यो चाहिँ जुन महाभारत श्रृङ्खलाको छ नि, यो सबैभन्दा अग्लो डाँडा। हामी चाहिँ अस्ति बेथानचोक 1 महिना अगाडि बेथानचोक गएको थियौँ। त्यो बेथानचोक अग्लो भन्ने सोच बनाएको थियौँ। त्यो 3000 रहेछ। यो 2150 भन्दा माथिको रहेछ। महाभारत श्रृङ्खलाको चाहिँ सबैभन्दा अग्लो हाइएस्ट यसलाई चाहिँ डाँडा भन्छ। र एउटा खुसी लागेको छ नेपाल हाम्रो देश प्रकृतिको यति धनी देश छ। हामीले यस्तो चिजहरूलाई एक्सप्लोर नै गर्न पाएको छैनौँ, आउनै पाएको थिएनौँ। यस्ता धेरै ठाउँहरू छ हाम्रो ठ्याक्कै 3150 नै रहेछ। 3150 हाम्रो आन्तरिक पर्यटनलाई हामीले टेवा दिन सक्यौँ भने त हाम्रो देश जस्तो भनौँ न धनी कहीँ पनि छैन। यो त भनौँ न, यो त बाहिर विदेशहरूतिर जाँदाखेरि चाहिँ यस्तोलाई आर्टिफिसियल बनाएर आउँछ नि, सब नेचुरल छ, सब नेचुरल छ। यो चाहिँ आउनै पर्ने ठाउँ रहेछ। आउनै पर्ने ठाउँ छ। यहाँले पनि भिजिट गर्नु होला पहिला। तलतिर प्रस्थान गर्दै ब्याक टु द होटल। दिल त पागलले भने गाउँदैछ, आउँदैछ विकास।